नमस्कार। साहित्यिक मनमा मेरो नमस्कार। म सोमनाथ ढुङ्गाना, खादबारी नगरपालिका वार्ड नम्बर 3, हाल महेन्द्र माध्यमिक विद्यालय मानेभन्ज्याङको प्राथमिक तहको तृतीय श्रेणीमा कार्यरत शिक्षक। तपाईँहरूमाझ मैले पनि एउटा साहित्यिक लेख प्रस्तुत गर्ने जमर्को गरेको छु। मेरो साहित्यिक लेख यहाँबाट सुरु गर्न चाहन्छु। शीर्षक रहेको छ म, मन र गन्तव्य। शिशिरको खोल ओढेको। शिशिरको खोल ओढेको थाहा पाएको आज निकै वर्ष बितेछ। खै निकै पुरानो, अलि फाटेर टाले झैँ। यसपालि त आकाश छुन्छु भनेको त बसन्तले पनि वर्षाको रूप लिए। सायद जिन्दगीले पनि यही हुने हो कि हाल, म प्रश्न गर्छु। कहिलेकाहीँ यो बहकिने मनलाई च्याप्प समातेर प्रश्न तेर्स्याउँछु। ए मन, तेरो प्रायोजन के छ? ऊ स्तब्ध हुन्छ, उत्तरविहीन नजरमा लज्जास्पद शिर झुकाउँछ। केवल अरू केही बोल्न सक्दैन। ऊ स्तब्ध हुन्छ, उत्तरविहीन नजरमा लज्जास्पद शिर झुकाउँछ। केवल ऊ केही बोल्नै सक्दैन। त्यो मौका पाएको समयले मनको कमजोरीको फाइदा खित्का छोडी उठाइदिन्छ। नजिकैमा पहाडले असह्य पीडाको बोधको समुद्र उपेक्षित नयनले हेर्छ र फेदका खरे खिल्लीको मुस्कानले सुसाउँछ। बिचारा मनको त्यो हाल देख्दा म किन तडपिन्न थिएँ। चित्त साह्रै दुख्छ। त्यो बेला के नै पो गर्न सक्थेँ र म पनि। एकपल्ट म आफैलाई लुछेर चिथोरेर च्यातेर भित्र चियाउन खोज्छु। खाली घाउ मात्र। निको नभई अर्को ठाउँ काटिएका अनि छोप्न बाध्य बनेका ती खाटाहरू। अझ मलाई त यो शरीर बिचैमा चिरेर चियाउने उत्सुकता जागेर आउँछ। रुँदै असङ्ख्य पीडाबीच म चियाउँछु, तर दिक्क भनेर फेरि बाँधेको त्यो मनलाई प्रति प्रश्न गर्छु। ए बोल्न मेरो बारेमा, मेरो अस्तित्व के हो? ऊ मुरमुरिँदै भकभकाउँदै बोल्छ। तेरो अस्तित्व? जा, समय तेरो शत्रु हो, उसलाई पराजित गरेर आइज, तब पाउँछस्। म बोल्ने शब्द हराए झैँ हुन्छु। कोठामा आसपासका भित्ताहरू मुखामुख गर्न थाल्छन्। एकैछिनमा रात पनि छक्क पर्छ। भित्तामा टाँसिएका भित्तेपात्रो पवनको हल्लाइमा मुसुक्क मुस्कुराउँछ। सायद ऊ मलाई गिज्याउँदैछ। म अनुभव गरिरहेछु। आत्मबल शून्य बनिसकेको छ। यी घाउमाथि थुप्रिएका अमिला प्रश्नहरूले साथै पीरा उत्तरहरूले। म फेरि सुस्त गतिको गन्तव्यलाई घचघच्याउँछु। विवश बन्दै सोध्छु, ए कता? मेरो प्रश्नको ऊ व्यवस्था तरिकाले उत्तर दिन्छ, ग्रीष्मतिर। म झस्कन्छु। मन तर्सन्छ अनि पीडाका काँडाहरू बर्सन थाल्छन्। आनन्दका फुलहरू बहकिने सुर कस्छन्। त्यही मौका छोप्छ खुसीले र त्यही काँडामा म, मन र गन्तव्यलाई अल्मल्याएर टाढा टाढा भाग्छ। खै कता। भेट्टाउन लम्कन्छु, तर दुर्भाग्य सकिन। त्यही पनि झिनो आँस लिएर सुक्खा आँखामा आँसु वर्षाउन बाध्य बनी बच्न विवश बन्छौँ म, मन र गन्तव्य। अब अन्योल परिस्थितिको सामनाको निमित्त सङ्घर्षको मैदानमा जुवारी खेल्नु म, मन र गन्तव्यको हिजो आजको दिनचर्या झैँ बनेको छ। किन रुँदा पनि आँसुले धोका दिन थालेको छ। ऊ गहमा देखा पर्नै खोज्दैन। सायद सकियो होला। हो, यही असह्य परिस्थितिले कहिले गन्तव्यले हरेस खान्छ। म र मन भएर सम्झाउँछौँ। कहिले मन पिरो लिन्छ। म र गन्तव्य भएर बुझाउँछौँ। तर आज मनै विह्वल हुँदा मन र गन्तव्यको केही सिप चलेन उठाउन। हामी तिनै आँसुको प्यासले जल्न थाल्दछौँ। खुसी भागेर अनि दुःखको दैनिक भोजनले श्रिक्क सुक्न थालेका छौँ। किनकि सुख, सन्तोष, आनन्द र खुसीले म, मन र गन्तव्यलाई छोडेर गएको छ। हो, धोका दिएर। तर हामी पनि बदला लिन कोसिस गर्नेछौँ। उनीहरूलाई पनि विक्षिप्त पार्ने गरी धोका दिने रहर छ। लाखेस यहीँ सुस्दै म, मन र गन्तव्य जल्दै खरानी बनी तुफान हावासँगै मडारिन थाल्छौँ। कहिले बाटाका सपनाका छेस्का बनी बिच्छिएर निसासिन्छौँ। अरूका पाइला मुनि परेर। धन्यवाद।